नमस्कार। म आज तपाईहरुमाझ एउटा यस्तो मार्मिक सामाजिक कुरा राख्न गइरहेको छु जुन परम्परादेखि चलिआएको हाम्रा पितापुर्खाले पनि भनिआएको र अहिले पनि त्यसलाई जीवन्त रूपमा लिएकै कुराहरूको बारेमा म तपाईहरु समक्ष राख्न गइरहेको छु। जुन कुरा मेरो व्यक्तिगत होइन, यो परम्परादेखि भनिआएको र चलिआएको कुराहरू हो र हाम्रो अग्रजहरूले पनि यो कुराहरू भन्दै आउनु भएको छ। र हाम्रो समाजमा के छ भन्दाखेरि छोरालाई हेर्ने दृष्टिकोण, छोरीलाई हेर्ने दृष्टिकोण र बुहारीलाई हेर्ने दृष्टिकोण फरक फरक छ। र मैले आज तपाईहरु समक्ष राख्न खोजेको कुरो के हो भन्दाखेरि छोरा को रहेछन्, छोरी को रहेछन्, बुहारी को रहेछन् भन्ने विषयमा म तपाईहरु समक्ष राख्न गइरहेको छु। र हाम्रो परम्परामा र हाम्रो अहिले त त्यति छैन, तर पहिलाको परम्परामा वंशमा छोरा नै चाहिन्छ भन्ने चलन थियो। कतिपय चलि पनि रहेको छ अझै पनि। र छोरा को हुन् त भन्दा जसले बुबा आमालाई स्वर्गमा लिएर जान सक्छ ती व्यक्ति हुन् छोरा। जसले आफ्नो बुबा आमालाई स्वर्गमा लिएर जान सक्ने क्षमता राख्छन् ती हुन् छोरा। अब जसले स्वर्गमा लिएर जानुभयो उहाँ त छोरा। जसले स्वर्गलाई लिएर घरमा आउने व्यक्ति हुन् अथवा त्यस्तो शक्ति राख्ने मान्छे को हुन् त भन्दा तिनी हुन् छोरी। छोरीले स्वर्गलाई नै लिएर घरमा आउने क्षमता राख्छिन् र स्वर्गलाई नै लिएर घर आउँछिन् भने तिनी छोरी हुन्। अब रहे बुहारी, बुहारीले के गर्छिन् त भन्दा घरलाई नै स्वर्ग बनाउँछिन्। ल हेर्नुस्, जसले घरलाई नै स्वर्ग बनाउँछिन् तिनी हुन् बुहारी। त्यसकारण स्वर्गमा लिएर जाने, घरलाई नै स्वर्ग बनाउने र स्वर्गलाई नै लिएर आउने तपाईहरुले कुरा बुझ्नुभयो। र हामीले यसरी बुझ्नु पर्यो कि छोराको, छोरीको र बुहारीको महिमा के रहेछ त भन्ने कुरा पनि हामीले बुझ्यौं। र मैले राख्न खोजेको कुरा पनि यही नै थियो। सबैको आफ्नो आफ्नो महानता छ, सबैको आफ्नो आफ्नो जिम्मेवारी छ। सबैले आफ्नो आफ्नो जिम्मेवारी सही तरिकाले निर्वाह गरेको खण्डमा स्वर्गलाई पनि ल्याउन सकिन्छ, घरलाई पनि स्वर्ग बनाउन सकिन्छ र स्वर्गमा लिएर जान पनि सकिन्छ भनेर मेरो अग्रजहरूले भन्नुभएको कुरा हो। हस्, धन्यवाद। सुनिदिनु भयो, धेरै धेरै धन्यवाद।